नमस्कार। आज हामी पशुपालक साथीहरूका लागि एउटा निकै चाखलाग्दो विषयमा कुरा गर्दैछौँ। नमस्ते। हो, आजको हाम्रो विषय साइलेज सिलेज रहेको छ। हामीसँग साइलेज सम्बन्धी केही टिपोटहरू पनि छन्। यसैको आधारमा आज हामी अब यो साइलेज भनेको के हो, अँ, कसरी बन्छ अनि यसले पशुहरूलाई, खास गरी पशुपालकहरूलाई कसरी फाइदा पुर्याउँछ भन्नेबारे अलिक गहिरिएर कुरा गरौँ है त। हुन्छ। यो खासमा हरियो घाँस नपाइने बेलामा पशुलाई कसरी पोषिलो आहार दिने भन्ने एउटा राम्रो तरिका हो। हो त, त्यो त निकै महत्त्वपूर्ण कुरा भयो। भनेपछि साइलेज भनेको के हो त ठ्याक्कै? ए, साइलेज भनेको नि हरियो घाँस जस्तो मकैको बोट भयो, नेपियर, ज्वानो यिनीहरूलाई अक्सिजन बिना मतलब हावा नछिर्ने गरी राखेर कुहाउने, तर नराम्रोसँग होइन, एउटा विशेष तरिकाले। ए, कुहाउने कस्तो तरिकाले? त्यो किणुवन गराउने भन्छ नि, फर्मेन्टेसन। त्यसमा ब्याक्टेरियाले काम गर्छ अनि त्यसले गर्दा घाँस अमिलो बन्छ र बिग्रिँदैन, लामो समयसम्म सुरक्षित रहन्छ। ए, किण्वन जस्तो हामी गुन्द्रुक सिन्की बनाउँछौँ त्यस्तै प्रक्रिया हो। हो, ठ्याक्कै त्यस्तै त नभनौँ, तर सिद्धान्त उस्तै हो। अक्सिजन नभएपछि ल्याक्टिक एसिड बन्छ, त्यसले अमिलो बनाउँछ र घाँसलाई सुरक्षित राख्छ। ए, बुझेँ। टिपोटमा त मकै, नेपियर, ज्वानो अनि सुडान घाँस, धानको हरियो पराल पनि मिल्छ भनिएको छ नि? मिल्छ। यी सबैबाट बन्छ, तर मकै अलि बढी चलनचल्तीमा छ, किनभने त्यसमा कार्बोहाइड्रेट, त्यो चिनी जस्तो तत्त्व अलि बढी हुन्छ। त्यसले किण्वन हुन सजिलो बनाउँछ। ए, हो र? अनि बनाउने तरिका नि? अलि सजिलोसँग भनिदिनुस् न। टिपोटमा त 1-2 इन्चको टुक्रा पार्ने रे। हो, पहिला घाँस काट्ने सानो टुक्रामा, करिब 1-2 इन्चको, अनि त्यसलाई हल्का ओइलाउन दिने। ओइलाउने कति बेर? पुरै सुकाउने त होइन होला? होइन, पुरै सुकायो भने त त्यो हे बनिहाल्छ नि। साइलेजलाई त चिसो चाहिन्छ, 60-70% जति पानी हुनुपर्छ। त्यो काटिसकेपछि अब घाममा 1-2 घण्टा जति मात्रै राख्ने, अलिअलि ओइलाएपछि हुन्छ। ए, अनि त्यसपछि केही मिसाउनु पर्छ? खुदो, नुन केही? मिसाउँदा राम्रो, खास गरी मोलासिस भन्ने खुदो। 100 केजी जति घाँसमा 1.5-2 केजी जति। यसले त्यो ब्याक्टेरियालाई चाहिने चिनी दिन्छ अनि किण्वन राम्रो हुन्छ। अनि नुन नि? नुन चाहिँ आधा केजी जति हाल्दा पनि हुन्छ, स्वाद पनि बढ्छ, अलि सुरक्षित पनि हुन्छ। तर यो अनिवार्य चाहिँ होइन, नहाल्दा पनि हुन्छ। ए, अनि सबभन्दा महत्त्वपूर्ण काम प्याकिङ। त्यो चाहिँ कसरी गर्ने? ड्रममा, बोरामा, खाडलमा हाल्ने रे? हो, जेमा हाले पनि एकदमै महत्त्वपूर्ण कुरा चाहिँ हावा निकाल्नु पर्यो। मज्जाले थिच्ने, खाद्ने, अलिकति पनि हावा रहनु भएन। हावा रह्यो भने के हुन्छ? हावा रह्यो भने त त्यो किण्वन हुनुको सट्टा कुहिन थाल्छ, ढुसी आउँछ, कामै लाग्दैन। त्यसैले एकदमै थिचेर, हावा निकालेर अनि तुरुन्तै बन्द गरिहाल्नुपर्छ, प्लास्टिकले छोपेर। यो त अलिक गाह्रै काम होला नि थिच्ने खान्ने त। अलिकति मेहनत त लाग्छ। सानो स्केलमा गर्दा खुट्टाले टेक्दै थिच्दै गर्नुपर्छ, ठुलोमा त मसिन पनि हुन्छ। तर यो चरण एकदमै महत्त्वपूर्ण छ। कति दिनमा तयार हुन्छ त्यस्तो साइलेज? सामान्यतया 21 देखि 30 दिन, 3 हप्तादेखि 1 महिना मान्नुस् न। अनि तयार भएपछि कसरी थाहा पाउने? अनि खुवाउँदा नि? राम्रो बनेको साइलेजको बास्ना अलि अमिलो गुलियो खालको हुन्छ, रङ पनि हरियो या हल्का पहेँलो खैरो हुन्छ। खुवाउँदा चाहिँ जति चाहिन्छ त्यति मात्रै निकाल्ने अनि तुरन्तै भाँडो वा बोरा बन्द गरिहाल्ने। कति खुवाउने त? अब पशु हेरेर हुन्छ। वयस्क गाई भैँसीलाई दिनको 15-20 केजीसम्म दिन सकिन्छ, तर ख्याल गर्नुपर्छ, कालो भएको, गनाएको, ढुसी परेको छ भने त्यो खुवाउनु हुँदैन, बिरामी हुन्छ पशु। ल, अब फाइदाको कुरा गरौँ न त। वर्षैभरि हरियो पोषिलो चारा पाइने भयो, यो त ठुलो फाइदा हो। एकदम, मुख्य फाइदा नै त्यही हो। सुखायाममा या धेरै पानी पर्दा पनि हरियो घाँसकै जस्तो पोषण दिन पाइयो। अनि दूध उत्पादन पनि बढ्छ भनिएको छ। हो, यो सुकेको परालभन्दा धेरै सुपाच्य हुन्छ। राम्रो पचेपछि त दूध स्वत बढ्ने भयो नि। अनि अर्को फाइदा, थोरै ठाउँमा धेरै भण्डारण गर्न मिल्छ। हे राख्न त कति ठाउँ चाहिन्छ। ए, हो नि। अनि कतिसम्म टिक्छ यो? राम्रोसँग बनाएको छ भने 3 महिनादेखि 12 महिना अथवा अझ बढी पनि टिक्छ। घाँस खेर गएन नि त। वाह, भनेपछि त बर्खाको घाँसलाई हिउँदोको लागि अमृत बनाउन सकिने रहेछ। यो त गजबको प्रविधि हो पशुपालकका लागि। हो त नि।
आहार व्यवस्थापनमा यसले ठूलो सहयोग गर्छ। संक्षेपमा भन्दा हरियो घाँसलाई लामो समयसम्म पौष्टिक रूपमा राख्ने यो एकदमै प्रभावकारी तरिका हो। ल सुन्दा त सबै राम्रो छ, तर अघि तपाईँले त्यो प्याकिङको मेहनतको कुरा गर्नुभयो। म सोध्दै थिएँ, हाम्रो जस्तो देशमा होइन जहाँ साना किसान धेरै हुनुहुन्छ, स्रोत साधन कम हुन सक्छ, अँ, उहाँहरूले यसलाई सजिलै ठूलो मात्रामा अपनाउन सक्नुहुन्छ त? केही व्यावहारिक चुनौतीहरू पनि छन् कि? तपाईँले एकदमै जायज प्रश्न उठाउनुभयो। चुनौतीहरू त छन्, जस्तै त्यो प्लास्टिकको बोरा, ड्रम किन्न पैसा चाहियो। मोलासेस सधैँ सबै ठाउँमा सजिलै नपाइन सक्छ, महँगो हुन सक्छ। अनि त्यो थिच्ने सिप जनशक्ति पनि चाहियो होला नि? हो नि, राम्ररी थिचेन हावा रह्यो भने त सबै मेहनत खेर गयो। ठूलो मात्रामा गर्न त लगानी पनि चाहियो। यो कुराहरूले गर्दा सुरुमा साना किसानलाई अलि गाह्रो पर्न सक्छ। यसबारे सोच्नुपर्ने ठाउँ छ।